गाडीको जसमा केही काम लाग्यो गाडी रुप्से झर्ना गाडी थियो भने यो सब रुप्से झर्ना है मान्छे रुप्से झर्ना चाहिँ आएको छ है गाई जान्छ रुप्से झर्नाबाट फर्किँदैछ है रुप्से झर्ना गएको छ है हामी रुप्से झर्नाबाट फर्किँदैछौँ है ल रुप्से झर्नाबाट फर्केर अब हामी एकछिन जान्छौँ अब गाडी आइसक्यो रुप्से झर्नामा बसेर हामी मम्मीले पछिसक्नु भयो है त्यहाँदेखि पठाइदियो हुन्छ सबैजना हामी हप्ता जान्छौँ अनि आज भाइ र धना पनि भेट्यो गाइस लास्टमा आएर है यहाँ जान्छौँ अब यहाँ बिस्तारै ल चढौँ चढौँ रुप्से झर्ना गाइस रुप्से झर्ना है जम गाई जम ल जम भित्र छिरम 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 मजा हुन्थ्यो घामै लाग्यो ल छिरम गाई ल गाई पनि आज घुम्यो है कस्तो लाग्यो आमा रमाइलो लाग्यो मलाई त कति राम्रा झरना छङ 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 देख्न पाइयो कहाँबाट झऱ्यो होला यो झरना यस्तो पर्वतबाट आएको हेर्दै कहाँबाट झऱ्यो होला है हेलो वेलकम ब्याक गाइज है हाम्रो त सर्ट ब्रेक लिइरहेको छौँ है ए ढाडा कस्तो बल देखाएर होइन कहाँ आयो माथि सबै काट्यो कि यस्तो हामीलाई यहाँ बिचमा आयो टक्क लाएर यस्तै छ गाइज है के भन्नु कपाल कस्तो नभएको टिङटिङको परिरहेको छ अब हामी बागलुङतर्फ लागिरहेको छौँ है तपाईँहरू तलतिर गएर भेटौँ हामी चाहिँ बागलुङ बजार आइपुग्यौँ है गाइज बागलुङ बजार तल चाहिँ बागलुङ बजार छ कस्तो छिक्या यहाँ थली छ भने त्यो भिरछाङ्गाबाट माथि यही देख्यो हामीले टक्क आइपुग्यो बागलुङ बजार है तलसँग चोलुङ्गे पुल आयो हामी है बागलुङ सबभन्दा नेपालकै छ लामो पुल नेपालको सबभन्दा लामो पुल है यो चाहिँ हामी जानु लगाएको चाहिँ टक्क लगाएर कपाल ल्याएर नेपालको सबभन्दा लामो पुल होइन यो अग्लो चाहिँ हो लामो जस्तो लामो अग्लो नेपालको सबभन्दा लामो पुल हाइटमा हो क्या अरे यो लामो जस्तो लाग्यो नेपालको सबभन्दा लामो पुल यो नम्बर 1 सबभन्दा लामो नेपालकै हाइट पनि छ टन्नै है तपाईँहरू देखाउँछु नेपालको सबभन्दा लामो पुल वेलकम टु गण्डकीको गण्डकी गर्नु छैन नि हामी कति लामो हो यो पुल यार लास्ट लामो छ यो पुल लास्ट लामो छ नि पुल यही हो है तल रोड छ है लास्ट हाइटमा छ अरे पुल लामो छ लास्टै लास्ट हाइट चाहिँ डर लाग्दैन हावा त यार हावाले एउटा लास्ट छ सबैजना आइरहनु भएको छ है टक्क लगाएर मामा यहाँ डाउन पारेर हिँड्नु भएको ल हावा नै कति सबैभन्दा लामो पुल नेपालको छ नि लामो पुल यो नेपालकै
कुसमाको होइन कुसपाल सर नआउनु अँ यो नेपालकै सबभन्दा लामो पुल है गाइस हामी जान्छौँ उता उहाँसम्म जान्छौँ है हामी अस्ति आएको उहाँ तलबाट हो है रोड चाहिँ अब नेपालको सबैभन्दा लामो पुल हो गाइस यो चाहिँ है तपाईँहरूले देख्न सक्नुहुन्छ बागलुङ गोल्डन ब्रिज हो भन्छ क्या यसलाई बागलुङ है गण्डकी ए गण्डकी छैन यति लामो भयो भने कहाँ त आइरहेको छ यहाँ सरकार परिसक्यो अलि बिचमा गएर हाल्ने कि अलि बिचमा गएर हाल्नु कलार है नेपालको सबैभन्दा लामो पुल है यो चाहिँ तल खोला छ यो चाहिँ लास्टै आउँदाखेरि पनि आमा रिङ्गटै लाग्दा जानु भयो आमा के हो यस्तो यो लाइट पनि हाल्दै रहेछ त्यहाँ ओ लास्ट गाइस हामी चाहिँ बागलुङ कालिका मन्दिर आइपुग्यौँ है चलिङ पुल घुमेर हामी चाहिँ बागलुङ कालिका मन्दिर आइपुग्यौँ है बागलुङ कालिका मन्दिर प्रवेशद्वार त्यहाँ रहेछ है ल जाउँ यो चाहिँ बजार होला है हामी अहिलेको ठाउँ चाहिँ यहाँ मम्मी हुन्छ है सबैजना त्यो हुन्छ यस्तो गरौँ भात बागलुङ कालिका मन्दिर है होइन एकदम हामी चाहिँ चल्छ है जाऊँ न जाऊँ खै त के गर्नु लाग्नु भयो हामी चाहिँ अब बागलुङ कालिका मन्दिरभित्र छिर्छौँ है प्रवेशद्वारभित्रबाट यता छ प्रवेशद्वार चाहिँ है पहिला तर ओर्लेर जाउँ है छ त्यहाँलाई केलाई हामी त जान्छ है कालिका भगवती मन्दिर प्रवेशद्वार भनेर लेखाएको छ त्यहाँ चाहिँ है अनि यताबाट बिस्तारै यता चाहिँ बजारै बजार छ सब है यता चाहिँ बजार छ है यताबाट हामी बिस्तारै जान्छौँ त्यो प्रवेश हुँदै बिच जङ्गलको बिचमै रहेछ क्या अरे यहाँबाट हामी बिचबाट जान्छौँ है यताबाट जान्छ हामी अब है बिस्तारै टुक्क यहाँ प्रवेश गर्दै गर्दै जान्छौँ के अनलाइन भएर मलाई थाहा नि फेरि त्यहाँ जानुभयो त्यहाँ आइसक्यो हामी त्यहाँ भित्र जान्छ अब है प्रवेशद्वार छ है टक्क लगाएर यो छिर्छौँ टक्क लगाएर यहाँबाट है सरासरी भित्र जङ्गलको बिचमा रहेछ यार यता आमाहरू आउँदै हुनुहुन्छ आमा मामा मम्मीहरू बानी आउँदै हुन्छ जाउँ ल जाउँ जाउँ ल ढोका जाउँ सक्दै एकदम बिस्तारै है यता ओम जय कालिका मन्दिर है यता मामाहरू आउँदै हुनुहुन्छ बिस्तारै ल ल बागलुङ कालिका मन्दिर आइपुग्यो ल यहाँबाट पहिला सुरु गरौँ है ढोलाएर ल ल बाजौँ ल बाजौँ ल ल यता मम्मी आएर भयो बिस्तारै है ल मम्मी लास्टमा पर्नुभयो ल जाउँ जाउँ ल यहाँ कालिका मन्दिर छ मस्त लगाएर नेपालको झन्डा यहाँ गेट पनि छ है यस्तरी यहाँ फोहोर फाल्न पाइँदैन कि अब सब डस्टबिन हाल्नुपर्छ है यहाँ चाहिँ फोहोर केही फाल्न पाइँदैन यतापट्टि अब यहाँ बिस्तारै गरिन्छ माथितिर
ठाउँ राम्रो छ यार रुखको बिचमा बाटो छ है रुख र जङ्गलको बिचमा बाटो हो हामी त टाढा आएर छौँ आमाहरू अड्जान भइसक्यो त्यहाँ हो कति राम्रो देख्ने यहाँबाट जङ्गल शीतल के बस्नलाई सालको रुखै रुख छ यार भने टकटक पनि यसो सल्लाहको दुइटा मुन्टा यार सल्लाहको मिलाएको हेर्नु नि कस्तो दामी ठाउँ यार तर यो भिडियो चाहिँ लामो हुन्छ यार वहीँसम्म खिच्ने हो लामो यही भिडियो हुन्छ बाग्राकोट कालिका टक्क बिस्तारै बिस्तारै गइन्छ यहाँबाट भिडियो गर्दै है कस्तो शीतल के यहाँ त टक्क हामी त्यहाँबाट आएको है यहाँ बिस्तारै जान्छौँ हामी आमाहरू फर्किसक्नु भइसक्यो अरे गरेर अब हामी बिस्तारै बिस्तारै जान्छौँ पहिला यता गएर आउने है कता हो आउँदाखेरिको फर्किने चाहिँ यहाँ चाहिँ आउँदाखेरिको पस्छौँ होला पहिला माथि गएर आउनुपर्ने होला त्यो भएर बिस्तारै बिस्तारै जानुपर्छ अब हामी यहाँबाट है आनन्द शीतल ठाउँ रहेछ अरे यहाँनिर तपाईँहरू पनि आउनु होला है राम्रो छ ठाउँ यता आमाले रमाइलो ठाउँ छ यहाँ वातावरण हरेली त्यस्तै भगवान्का मन्दिरै मन्दिर बुटा सबै बाख्न चलेका छन् मगमगी जात जातका बोट बिरुवा कति आनन्द आयो यस्तो ठाउँ कसै कति राम्रो हेर कति आनन्द छ यार बस्न लागि है हामी तल जान्छौँ बिस्तारै अब यहाँबाट आमाहरू अगाडि हुन्छ बिस्तारै जान्छ यता हामी अब यता आउँछौँ बिस्तारै यहाँ आमा हुनुहुन्छ है ल ल मन्दिरमा आएर यता अगाडि खाएर त अलिक नआउने भयो हामी यता बिस्तारै आएर छौँ आमाहरू आइरहनु भयो पछाडि बिस्तारै जाउँ बिस्तारै आमा हिँड्न सक्नुहुन्न आमा बिस्तारै आइरहनु भएको छ त्यहाँ आमा सँगसँगै जानुपर्ने हुन्छ है टक्क लगाएर ठिक्कै उहाँबाट आउँदा नि ठिक्क हुन्थ्यो कि सब मान्छेहरू पूजा गरेर फर्किसकेको छन् क्यारे है हामी चाहिँ बिस्तारै जान्छौँ यता जाने हो कि यता जाने हो दुइटा बाटो छुट्या त कताबाट निस्क्यो कता जाने हो थाहा नि भएन है यहाँबाट बिस्तारै गइन्छौँ हामी टक 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 लगाएर है यहाँ कालिका मन्दिरबाट ढोग्नुपर्छ है आनन्दले बिस्तारै 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 ढोगेर आउनुहुन्छ आमाहरू नि है ल जाउँ यताबाट हो क्या हो यताबाट गइन्छ बिस्तारै है हामी अब मुक्तिनाथपछि यहाँ सिधै बाग्राकोट कालिका घुम्न आयौँ है यो हयो भन्ने भने चाहिँ कहिले नगर्नु भयो यार सबैभन्दा लास्टमा मम्मी थियो मम्मी अगाडि आइसक्नु भयो यार ल यता मम्मी आइरहनु भएको छ आमा पनि बिस्तारै आइरहनु भएको छ कि ल जाउँ 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 ल कस्तो लागिरहेको छ बाग्राकोट कालिका आउँदाखेरि यहाँभन्दा आनन्द कति आउने पाइयो रमाइलो छ हेरिरहेको छौँ भगवान्को दर्शन गर्ने आनन्द छ मनमा भगवान्ले दोहोऱ्याउनु भयो यस्तो शान्त ठाउँ क्या सब चरा चुरुङ्गीको आवाजहरू चाहिँ मजा सुन्ने आनन्द मन शान्ति हुने यहाँ आएपछि है चराहरूको आवाज आनन्द हुन्छ अन्त कस्तो चरा आवाज आइरहेको है चारै त्यो जङ्गलको बिचमा छौँ हामी चाहिँ है चारै त्यो जङ्गल मात्र छ है हामी चाहिँ जङ्गलको बिचमा हिँडिरहेको छौँ है आवाज कस्तो मिठो आवाज आउने यार चराहरूको आरामले हिँड्छौँ हामी अब बाहरू वहाँ अगाडि हिँड्छौँ हो किन अगाडितिर जानु हामी अलिक बिस्तारै घुम्दै हेर्दै आउँछौँ है अब त हामी बिस्तारै हिँडिरहेको छौँ अनि अब कति कति टाढो छ यहाँबाट आमा अलिक बिस्तारै हिँड्नुहुन्छ हामी जब आउँछौँ जान्छौँ
यस्तो जति हुने नि यसो छोरी म बिस्तारै हिँड्नु केही छैन आरामले जाने बुढी मान्छे कहाँ धेरै हिँड्छ सक्नु नि बिस्तारै हिँड्नु पाइए आउन सक्यो यही मलाई आनन्द रमाइलो थकाइला होइन पानी खाने ठाउँ पनि दिएछ है थकाइला आमा थकाइला भने पानी खानुहुन्छ आमाले है यहाँ आमाबाहरू यहाँ बस्नु भएको सबैजना पानी खाने ठाउँ काका मन्दिर पनि भित्र टाढो रहेछ त है भित्र रहेछ त पुरै यहाँ खानेपानी छ है खानेपानी खाएर जानु सक्छौँ तपाईँहरू टुक्का लगाएर यहाँ है पानी खाएर जाउँ आनन्द चलाएर है पानी खाने हो यहाँबाट खानुपर्ने हुन्छ टक्का लगाएर ल पानीतिर लगाएको छु यसमा आनन्द भयो पानी खाएर पानी खाएर सबले है पानी खाएर बिस्तारै दिन्छौँ अब यहाँ हामी बिस्तारै बिस्तारै गएर छौँ हामी यो भिडियो चाहिँ धेरै लामो हुने होला चाहिँ माफ गरिदिनु होला है यसलाई यो भिडियो 9 मिनटको भइसकेको छ अहिले नै अगाडिदेखिको भिडियो गर्दै आएको टक्क लगाएर यताबाट आमा राइस मुरेर फर्केर तल हामी बिस्तारै जान्छौँ के गर्नु लाग्नु भयो पछाडि किन जानु यहीँ हो मुर्गी नखाने बाग्लो खालिको मात्र कालरात्री महागौरी नमो नमः ओम स्कंदमाता देवताय नमः ओम स्कंदमाता देवताय नमः ओम स्कंदमाता देवताय नमः ओम स्कंदमाता देवताय नमः ओम चन्द्रघण्टा नमः स्कंदमाता साउल पुत्री ल बिस्तारै बिस्तारै आमालाई आमा चाहिँ बिस्तारै गरेर हुन्छ है यहाँ बुढी मान्छे बिस्तारै गर्नुहुन्छ यति छ है यहाँ अब आनन्दले एकदम अब मासतिर आनन्दले बिस्तारै गरिन्छ है बिस्तारै आमाहरू मम्मीहरू बिस्तारै बिस्तारै चाहिँ को शान्ति ठाउँ यो चाहिँ राम्रो ठाउँहरू छ यार आनन्दको ठाउँ बिस्तारै आइरहनु भएको छ यहाँ सबजना हिँड्छौँ बिस्तारै बिस्तारै है अझ यहाँ अर्जन बिसक्यो राम्रो छ गाई चाहिँ यो मुस्ताङको राइड राम्रो भइरहेको छ हाम्रो चाहिँ है अब हामी अब एकछिन गएर पोखरा हुन्छ होला तपाईँहरूलाई पोखराको भिडियो पनि देखाउँछौँ है यो भिडियो लामो हुन्छ 11 मिनटको छ यो भिडियो टक्क लगाएर बिस्तारै बिस्तारै गइन्छ कालिका मन्दिर है म यो भिडियो एडिट गर्ने गर्दाखेरि म यतिकै हालिदिन्छु यो भिडियो चाहिँ यहाँ टक्क लगाएर अब कता कताबाट हो यार मन्दिर मल्लकालिका मन्दिर सरी बागलुङ कालिका मन्दिर आइपुग्यो है टक्क लगाएर सबै पूजा गरिरहनु भएको छ यहाँ बिस्तारै अब है यहाँ आमाहरू आउनुहुन्छ बिस्तारै गर्दै मम्मी हुन्छ मैले यहाँ फुटपाथ लगाइसक्यो यता मम्मीले बिस्तारै आउनुहुन्छ यताबाट लाउनु भयो खोइ कहाँ लाउनु भयो फुल लाउनु भएको छैन फुल लाउनु मैले फुल लगाइरहनु भयो मैले फुल लगाइसकेँ फुलपाती है लाउनु पर्छ र यहाँ आएपछि है त्यही भन्नु सबैजनाले
यता मामा हिँड्छन् भइसक्यो 12 आमा तल हुनुहुन्छ मम्मी यहाँ हेर्नु भयो है अझ बल्ल गरी हुँदै आयो अलि माथि गएर खानाहरू त राम्रो सिरियस छ है यहाँ टक्क लगाएर हामी आउन 12 मिनट लागेको छ भित्रबाट 12 मिनट लाग्यो यहाँबाट है आरामले आउँछ हामी चाहिँ यहाँ टङटङ गरिदिनु भएको सबै घन्टी बजाइरहनु भएको टक्क बिस्तारै बिस्तारै आउँछ हामी चाहिँ ल आमाहरू आइरहनु भएको छ यहाँ बागुङ कालिका मन्दिर पनि दर्शन गरियो आज घन्टी बजाउनु जानुपर्ने साइडबाट सबैले बजाउँदै गइरहनु भएको छ है म बजाउनु मन्दिर आइपुग्नु लाग्यो है बिस्तारै बिस्तारै है मल्लिकाको दर्शन गर्छौँ हामी चाहिँ सबले है बिस्तारै बजाएर आउँछ है बिस्तारै बिस्तारै गर्नुपर्छ है बिस्तारै बनाउनुपर्छ यहाँ अब जुत्ता सुत्ता खोल्नु पर्ने होला यहाँ हामी जुत्ता सुत्ता खोलेर राख्छौँ है जुत्ता मैले सब खोलेर राख्नुपर्ने होला यहाँ मैले जुत्ता खोल्छौँ भइसक्यो म जस्तो खोलेर राख्छु है बिस्तारै र मैले जुत्ता चाहिँ यहाँ राखेँ है आमाहरू आउनुहुन्छ खुट्टा धोएर जानुपर्ने होला यस्तो खुट्टा त्यहाँ अरू खुट्टा धुनुपर्छ है ल अनि त्यो खुट्टा धोएर जानुपर्छ भित्र त्यहाँनिर है धान्छ है खुट्टा धोएर जानुपर्छ है आफ्नो धोएँ है एकदम बिस्तारै बिस्तारै है अब बिस्तारै आमाहरू धुनुहुन्छ तर बिस्तारै बिस्तारै जानुपर्छ हामी चाहिँ मन्दिर आइपुगिसक्यौँ टक्क लगाएर है एकदम आमाहरू आउनुहुन्छ त्यो भट पूजा गर्नुभयो यहाँ पूजा गर्नु पनि हुन्छ है पूजा गरिन्छ यहाँ पूजा मम्मीले पूजा गर्दै हुनुहुन्छ यहाँ आमाहरू यहाँ हुनुहुन्छ सबले पूजा गर्नुहुन्छ अब पूजा गर्नुभयो है अब
गरिन्छ है पूजा है सबैले पूजा गरिरहनु भएको छ है यहाँ जाउँ भयो होइन जाउँ बिस्तारै ल भेट्दैन है आर्मी जान्छ अब यता पूजा गर्दै लास्टमा चामल हाल्दै हुन्छ है परिवार छ यहाँ यो चाहिँ बाहुन कालिका मन्दिर हो यो मेन हो यो मेन मन्दिर हो है प्रदर्शन भएको छ सबै ताम हुन्छ है यता आमाले दर्शन मम्मी दर्शन गर्दै हुनुहुन्छ टक्क लाएर यता बा हुन्छ है त्यहाँ 18 मिनट भिडियो भइसक्यो यार टक्क लाएर यहाँ बाहरू हुनुहुन्छ र खोइ फुलिरहेको छ है कस्तो राम्रो फुल फुलाएर यहाँ माथि कस्तो राम्रो फुल फुलाएर आमाहरू अनि बा हुनुहुन्छ यहाँ चरा छ है आमा चरा छ है टक्क लाएर परेको छ यहाँ बिस्तारै बिस्तारै छ है टक्क लाएर यता जान्दिनँ चाहिँ यहाँ राखिदिनु हुन्छ सबले है यता राख्नै मिल्छ टक्क लाएर यहाँ परिवारहरूले खान्छ यहाँ राख्यो नि टक्क लाएर है यहाँ मम्मीले हालिदिँदै हुन्छ परिवारलाई ल हालिदिनु भयो ल यता आमाहरूले हालिदिन्छ है अलिअलि बोकेर यता अलिअलि हामी पनि छर्नु थाल्यो ल्याउँदा पनि थोरै हुन्छ ल है मैले पनि लिइसकेँ है यहाँ छरिदिनुपर्छ अलिअलि लिइसकेँ है ल आमाले खानु भयो है अब हामी अगाडि बढ्छौँ है बिस्तारै खेल्दैन अब यता अब मलाई काली भन्नुहुन्छ अहिले बाहुन कालिका मन्दिर घुम्छौँ है त्यही त सिधै मलाई कालिका भन्न आउँछ कि यहाँबाट यता दाहिने घुम्नु न कस्तो खुट्टा पोल्यो यार खुट्टा पोल्यो कति छ पोल्यो यार सबै दिउँ है ओम शिव ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय फुल डाउन
चाहिँ कलादियो पोखरा बजार लाइन गाइज